प्रिय फेसबुक प्रयोगकर्ताहरू अनि मेरो फेसबुक पेजलाई लाइक गर्ने, कमेन्ट, सेयर गर्नुहुने सम्पूर्ण मित्रहरू, फेसबुकमा नजोडिनु भएका तर फेसबुकले तपाईहरु समक्ष यो भिडियोलाई पुर्याएर हेरिदिनु हुने सम्पूर्ण फेसबुक प्रयोगकर्ता र फेसबुक प्रेमीहरू, सर्वप्रथम त बिहानीको नमस्कार, अभिवादन, लाल अभिवादन। भयो आज लाइभ बसेर दुई चारवटा कुराहरू पनि चाहिँ गरौँ, वाकिङ पनि गरौँ भन्ने मनसायसित मैले लाइभमा जोडिन प्रयत्न गरेको थिएँ। लाइभ डिस्कनेक्ट भएको कारणले फेरि मैले भिडियो बनाएर हजुरहरू समक्ष प्रस्तुत हुँदैछु। हजुरहरूको माया ममता अहिलेसम्म लगभग 2005 अथवा 6 तिरबाट मैले फेसबुक स्टार्ट गरेको थिएँ र त्यसमा विभिन्न किसिमका प्रयोगकर्ताहरू मेरो फेसबुकमा साथी बन्नु भएको थियो। मैले पनि आँखा चिम्लेर साथीहरूलाई कतिपयलाई याद गर्ने, कतिपय साथीहरूले रिक्वेस्ट पठाउँदा बित्तिकै मैले एक्सेप्ट गर्ने पनि गरेको थिएँ। अहिले टोटलमा मसँग 5300 समथिङ साथीहरू हुनुभएको छ। 5300 समथिङ साथीहरू हुनुभएको चाहिँ छ। तर अहिले जुन फेसबुकले सबैलाई यस्तै कन्टेन्टहरू चाहिँ राम्रो बनाएर हाले बापत फेसबुकले एउटा आम्दानी गर्ने पनि एउटा स्रोतहरू खुलाइदिएको छ। त्यसको लागि साथीहरूलेबाट हेर्नु पर्यो, लाइक हुनु पर्यो, कमेन्टहरू हुनु पर्यो, सेयर हुनु पर्यो, हरेक चिजहरू चाहिँ हुनुपर्छ। तर यसमा के भयो, सेयर पनि हुँदैन, कमेन्ट पनि गर्नु हुँदैन अनि लाइक पनि गर्नु हुँदैन। यसो चाहिँ झुसा आउनु फाल्नु जानु भयो। यसका यो भिडियोमा अथवा समाचारमा अथवा स्ट्याटसमा केही न केही चिजहरू लुकेका पक्कै पनि चाहिँ हुन्छन्। गम्भीर भएर सबैले चाहिँ हेर्नुपर्ने अवस्था चाहिँ छ र अहिले देशको अवस्था क्रिटिकल अवस्था पनि देखिएको चाहिँ छ। आन्दोलनै आन्दोलन, एकातिर राजावादीहरूको आन्दोलन, एकातिर गणतन्त्रवादीहरूको आन्दोलन। गणतन्त्रवादीहरूको आन्दोलन आफ्नै स्वार्थको चाहिँ छ। फेरि अर्को राष्ट्रिय जनमोर्चाले जुन अहिले काठमाडौँ केन्द्रीकृत आन्दोलनको आयोजना गरेको छ, चैत्र 24 देखि 30 गतेसम्म काठमाडौँ केन्द्रीकृत आन्दोलन गरेको छ। त्यो आन्दोलनको लागि पनि एउटा अहम भूमिका चाहिँ छ। देशलाई सही बागडोरमा डोराउनको लागि त्यो आन्दोलनले केही न केही भूमिका पक्कै पनि खेल्नेछ। त्यसको लागि पनि हामीहरूले सहयोग गर्नुपर्छ, त्यहाँ जानुपर्छ। यसैको सिलसिलामा यही काठमाडौँ केन्द्रीकृत आन्दोलन 24 देखि 30 सम्म हुन गइरहेको संहिता विरोधी आन्दोलनलाई सपोर्ट र समर्थन गर्नको लागि आज हाफिसपेटमा पनि एउटा मूलप्रभा अखिल भारत नेपाली एकता समाजले कार्यक्रमको आयोजना गरेको छ। त्यो कार्यक्रममा पनि हजुरहरूको उपस्थिति, हैदराबादवासी दाजुभाइ दिदीबहिनीहरूको उपस्थितिको लागि एउटा अहम भूमिका रहनेछ, अनिवार्यता छ। कतिपय ठाउँमा साथीहरूले विरोध गरेको पनि छापछाप्ती मैले भेटाएको चाहिँ छु। विरोध गर्नुको मकसद के हो, यसको मेन उद्देश्य के हो? हिजो बिहान यही मूलप्रभा सङ्गठनले उहाँहरूलाई कारबाही गरेको थियो। यस्तै कारणले चाहिँ कारबाही गरेर चाहिँ फालिदिएको थियो। उहाँहरू यस्ता व्यक्तिहरू
यौन लिप्सामा परेर आर्थिक उपार्जन गर्ने ठगी कामहरू गर्ने एउटा प्रयत्न गर्नेहरूलाई सतर्क बनाउँदै यो सङ्गठनले अब उपरान्त यस्ता कामहरू नहुन् भनेर कारबाही गरेर चाहिँ फालिदिएको थियो। त्यसपछि उहाँहरू कहिले एमाले भन्नुहुन्छ, कहिले राष्ट्रिय स्वतन्त्र पार्टी भन्नुहुन्छ, कहिले राजावादी भन्नुहुन्छ, कहिले काङ्ग्रेस भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ। उहाँहरूको एउटै हो छैन। यस्तो लागि यसलाई धेरै लामो छरी लिएर यो कुरा नगरौँ। यस्ता मान्छेहरूसँगबाट पनि हामीहरू चाहिँ सतर्क हुनुपर्छ भन्ने मेरो भनाइ छ। र अब अर्को कुरो, जुन फेसबुकमा साथीहरू कोही एउटा लाइक कमेन्ट सेयर गर्ने जुन एउटा प्रक्रिया अलिक कम मात्रामा देखिएको चाहिँ छ, यसलाई साथीहरूले फेसबुकको चाहिँ स्ट्याटसहरू लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। नराम्रा चिजहरू आएका छन् भने सजेसन स्वरूप कमेन्ट गरिदिनु होला। राम्रा चिज आएका छन् भने त्यही अनुसारले कमेन्टहरू सुझावहरू दिनु होला। आउँदा दिनहरूमा कसरी यसलाई सुधारेर जान सकिन्छ, के गर्न सकिन्छ, यी चिजहरू पनि चाहिँ गरिदिनु होला भन्न चाहन्छु। म आज यो एचएमटी ग्राउन्डमा वाकिङमा आएको क्रममा यसो एउटा सानो भिडियो क्लिप बनाएर फेसबुकमा राखौँ भन्ने उद्देश्यले यो गरेको चाहिँ छु। अब यहाँ पनि चैत्रको बिच लागे जस्तो छ। यता कता हरिया बुट्टाहरू पनि चाहिँ छन् भने यता कता सुकेका पनि चाहिँ छन्। बिहानको चाहिँ वाकिङ यति गजबले यसरी आउनुहुन्छ साथीहरू। हजुरहरूले को पनि फुर्सदको बेलामा वाकिङ अनिवार्य छ। वाकिङ गर्नु होला, जगिङ गर्नु होला, योगा गर्नु होला भन्न चाहन्छु। यिनै चिजहरू चाहिँ छन् बिहानको वाकिङको एउटा सन्दर्भमा यिनै चिजहरू भन्न चाहन्छु मैले। यो हैदराबाद स्थित चिडिमेटला अन्तर्गत शाहपुरनगरको एचएमटी हिन्दुस्तान मेसिन टुल्स कम्पनीको जग्गा हो यो। त्यस्तो किसिमको चाहिँ छ। यहाँ खुल्ला चाहिँ छ, सबै पब्लिकहरू चाहिँ आउन पाउनुहुन्छ, सबै घुम्न पाउनुहुन्छ। त्यो निमका बुट्टाहरू चाहिँ हरियै देखिएका चाहिँ छन्। अस्ति जुसो पानी परेको त्यो हरिया भइहाल्यो। यो अस्ति बेलुकी धेरै इम्लीको बुटो त्यहाँ देख्नुभयो, त्यो इम्लीको बुटो हो। इम्लीको बुटो पनि काइनाहरू पलाए। यस्तो चाहिँ छ होइन, फुलहरू चाहिँ फुलेका चाहिँ छन्। यस्तो खालको चाहिँ छ। अस्ति पानी परेको थियो, यतातिर त यस्तो हरियै भएर निमका बुट्टाहरू हरियै भएका रहेछन्। म हिजो आइन, आज यस्तो हरियो देखियो। यति रमाइलो फुलहरू चाहिँ फुलेका चाहिँ छन्, रमाइलो छ। यही छ सम्पूर्ण साथीहरूलाई मैले अन्त्यमा त्यो भिडियोलाई मैले युट्युबमा पनि राख्छु। मेरो युट्युब च्यानल पनि छ। युट्युब च्यानल पनि डी सूर्यबहादुर थापा, अनि फेसबुकको प्रोफाइल पनि डी सूर्यबहादुर थापा, इन्स्टाग्राममा पनि सूर्यबहादुर थापा, डी सूर्यबहादुर थापा, पेजमा पनि सूर्यबहादुर थापा दमेकी भनेर छ सबैलाई। अनि अर्को ट्विटर पनि डी सूर्यबहादुर थापा अथवा डीएसपी थापा भनेर चाहिँ छ। सबै साथीहरूले फलो गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, युट्युबलाई सब्सक्राइब गरिदिनु होला जति सक्नुहुन्छ मद्दत गर। हजुरहरूको एक सब्सक्राइबले धेरै मद्दतहरू चाहिँ मिल्छ, धेरै टेवाहरू मिल्छ, धेरै उत्साहित भइन्छ। यी चिजहरू हुन्, यति रमाइलो चिजहरू, यति रमाइला भिडियोहरू अपलोड गरिरहनेछु टाइममा। यसमा ध्यान दिनु होला, हेर्नु होला। यही नै छ। अन्तमा साथीहरूलाई स्वास्थ्यको पनि ख्याल राख्नु होला भन्दै यहाँबाट बिदा हुन्छु। धन्यवाद।